अनि सबैलाई वेलकम ब्याक टु माई च्यानल स्मृति लामा। अन्त गाइस आज चाहिँ मेरो बहिनी दिव्याको बर्थडे हो अनि आई एम सो एक्साइटेड टुडे। अन्त बर्थडे गर्ल चाहिँ मेरो छेउमै छ। हाई भन्दै हाई आज मेरो बर्थडे हो भन्दैन। आज मेरो बर्थडे हो एन्ड सी इज अल्सो एक्साइटेड टुडे। अन्त यो चाहिँ एकदम आज चाहिँ अहिले भएर चाहिँ एकदम राम्रो हुन्छ। अन्त अहिले चाहिँ यस्तो भइरहेको छ यहाँ हेर्दैन। गाइस तपाईँले जुन चाहिँ त्यो दोकान देख्नुहुँदैछ यो दोकान चाहिँ के हो भन्दाखेरि जुन चाहिँ मेला लाग्ने बाटो छ त्यहाँ चाहिँ एउटा दोकान खोल्नेछ नयाँ। अनि यो चाहिँ एकदम राम्रो दोकान छ। यहाँको अङ्कल जुन चाहिँ छ एकदम राम्रो हुनुहुन्छ, राम्ररी बात गर्नुहुन्छ, प्राइस पनि एकदम राम्रो छ। अनि अङ्कलले चाहिँ हामीले त्यो फोनको ग्यासहरू देखाउँदै थियो एकदम राम्रो राम्रो किचनहरू। अन्त एकदम तपाईँले देख्न सक्नुहुन्छ बोतल पनि एकदम राम्रो राम्रो छ। अनि गिफ्ट हामीले किनेर प्याक पनि गरिदिनुहुन्छ अनि एकदम राम्रो प्राइस पनि एकदम राम्रो छ। पछाडिपट्टि त्यो लगाएको छ नि बेलुनको साइडमा, बेलुनको साइडमा जस्तो हेपी बर्थडे जस्तो लाउने होला। हेपी बर्थडे पनि यस्तो झिलिझिली हुन्छ नि। हाई गाइस अहिले चाहिँ हामी बेलुनहरू किन्दैछ। अन्त राम्रो देख्दैछ होइन। न्युजपेपर हामीले चाहिँ ब्ल्याक एन्ड व्हाइट किनेको छ अनि अझै हामी किन्छ सामानहरू। आज चाहिँ हाम्रो सपिङ हुँदैछ बर्थडेको सपिङ। यहाँ चाहिँ मैले यहाँ त्यो सेट किनेको छु र मेरो बहिनीलाई यो गिफ्ट चाहिँ हो प्रणिकाले आफ्नो बहिनीलाई किनिदिएको, आफ्नो पैसाले किनिदिएको। यस्तो पनि दिदी गाइस कुनै भक्कु दामको थियो। मैले 600 को पनि किन्न सक्थेँ बट नकिनेको। मेरो बहिनी चाहिँ यतापट्टि छ। अन्त प्लास्टिक समातेको छ बहिनीको गिफ्ट। अन्त हामी चाहिँ बेलुन किनिसकेँ। अन्त यस्तो कुछ छ यहाँ सामानहरू हेर्नु सक्नुहुन्छ। अन्त गाइस अहिले चाहिँ अब चाहिँ हामी हेपी बर्थडे लेखेको होला त्यो किन्ने। अन्त त्यो पछाडिपट्टि लगाउँछ नि डिजाइन होला त्यो लगाउने। अन्त फेरि देखाउने चाहिँ तपाईँहरूलाई अझै के के हुनेछ भनेर। गाइस हामीले चाहिँ यो बेलुनहरू लिएको छ व्हाइट ब्ल्याक पार्टी 8 वर्षको यो अनि ह्याप्पी बर्थडे लेखेको। तिमीलाई के भन्नु छ? हुन्छ गाइस बिटपाडाको भ्यू चाहिँ यस्तो छ सक्नुहुन्छ। अन्त यहाँ चाहिँ म र बहिनी आएको छ बिटपाडामा। अन्त आज चाहिँ हाम्रो यस्तो सपिङ त भएको छैन। यो किन्यो बर्थडेको लागि। अन्त यहाँ गिफ्ट मात्रै किन्यो हो। अब चाहिँ हामी ब्राउन किन्नु छ। ब्राउन किनिसकेर चाहिँ हामी तितौरा पनि किन्छ हामी। अन्त तपाईँलाई देखाउने छु के के किन्ने छ भनेर। केक पनि किन्ने छ भ्यू अहिले गाइस। अन्त केक पनि किन्नु छ मेरो तर्फबाट। यो चाहिँ उसको तर्फबाट केक किन्नु छ। अन्त यस्तै छ अहिलेको भ्यूहरू चाहिँ। मेरो बहिनी छ यहाँ। अन्त उसले चाहिँ मटर किन्यो भर्खर यहाँबाट। अन्त यस्तो कुछ छ अहिलेको भ्यूहरू। अब चाहिँ हामी चकलेट किन्नु मात्रै बाँकी छ गाइस। अनि चकलेट किन्नु जग्गा तपाईँलाई देखाउँछु। हाँ 5 स्टार है कितना ठोए ओ अंदर ही है। हम खाने पड़ेगा। हाँ ये हम दोनों मेहनत किया है। यो चाहिँ हाम्रो डेकोरेसन हुँदैछ। अन्त यहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ। ए नाट सर्न गाइस हामीले चाहिँ यहाँ डेकोरेसन गर्दैछौँ अनि हामी धेरै एक्साइटेड छ गाइसहरू। अन्त यो हेर्न सक्नुहुन्छ यो चाहिँ मैले बनाएको तर प्रिन्ट आउट चाहिँ मेरो बाबाले निकालिदिएको तर बनाउनु चाहिँ मैले बनाएको। यस्तो कुछ हुँदैछ काट्दै दिनु ल। अनि यस्तो हुँदैछ। गाइस मेरो बहिनी बर्थडे गर्ल यता हेर्न यता हेर्दियो यता हेर्छ सबैजना हाई भनिदियो हाई भनिदियो। ओके भिडियो बनाउनु अहिले चाहिँ गाइस
मेरो बहिनीको बर्थडे स्टार्ट हुनु आँटेको छ अन्त बर्थडे गर्ल चाहिँ सिज माई बर्थडे गर्ल टुडे हाई भनिदियो मेरो बर्थडे गर्ल अनि बर्थडे गर्ललाई चाहिँ मैले यो गरिदिएको रेडी पारिदिएको हो अनि यसको दिनु यो त आमालाई बोलाउँथ्यो मेरो आमा नाना तिमीले तिम्रो यो फोनलाई आइफोन 17 बनाउन सक्छौ ओइ पढ्ला ह्यापी बर्थडे भन्दैन के भयो रुमाल उयसमा पुस्न यो लुगामा जा त जा लु जा पुस भिडियो यहाँ गर यस्तो गरेर गर यस्तो गर रेडी रेडी यसको लागि त पर्खेको अब गर्नु ल भिडियो लाइट बन्द भयो रेडी गर्नु 1 2 म्युजिक लगा न खोइ बर्थडेको ये हो त हैप्पी बर्थडे म्युजिक लगा छिटो ये टिभी क्यान्डल लिन सकिन कस्तो दामी देख्छ सकिन यसको खाइ लाग्दो चाहिँ छुदै आयो हैप्पी बर्थडे गाना ए पवन यहाँ छ तोर्ने मोड ओइ तिम्रो चलाउँदै भन्नु के लु लु के बर्थडे गीत किन लगाउँदै छ ल के भन्न चाहन्छु तेरो बर्थडे आज छिटो कस्तो लाग्यो तँलाई के खाने मासु खाने चिची खाने चिची के खाने त बहिनी के खाने यता हाई यसको हाई हाम्रो आजले लुमाइजु के भन्न चाहन्छ त पानी ल्याएर पानी के भन्न चाहन्छ केही पनि हैन पानी ल्याइदिए नानीहरुको लागि के भन्नु बर्थडे छ आज के भन्न चाहन्छ ह्यापी बर्थडे के भन्छ पानी ल्याइदिए नानीहरु कहाँ चाहिँ छुट्टी गर्छ हाय हाय कस्तो लाग्यो त बर्थडे माएर आज एकदम राम्रो एकदम राम्रो भयो उता यहाँ बस्नु चेयरमा खोइ नाचो अब कोई जगह